सबैलाई नमस्कार। शिवपुराणको यो श्रृङ्खलामा फेरि पनि स्वागत छ। आज हामी दोस्रो अध्यायको एउटा यस्तो कथामा पस्दैछौँ जसले साँच्चीकै नै सोच्न बाध्य बनाउँछ। यो कथा हो देवराजको। एक पापी मानिस कसरी मुक्तिको बाटोमा हिँड्छ, पश्चातापको शक्ति कति हुन्छ र शिवभक्तिको महिमा कति अपार छ भन्ने कुरा यो कथाले देखाउँछ। ल, आउनुहोस् यो अविश्वसनीय यात्रामा सँगै अघि बढौँ। हाम्रो कथाको मुख्य पात्र हुन् किरान्तनगरका एक ब्राह्मण नाम देवराज। उनी जन्मेका त एकदमै राम्रो संस्कारी कुलमा थिए, तर हेर्नुस् भाग्यको खेल, उनको जीवनको बाटो धर्मबाट पुरै मोडिनु पुग्यो। अनि यहीँबाट सुरु हुन्छ उनको पतनको कथा, एउटा यस्तो यात्रा जसले उनलाई पापको गहिरो अँध्यारोमा धकेलिदियो। सोच्नुस् त, देवराजले आफ्नो ब्राह्मण धर्मलाई त पुरै बिर्सिदिए। बिहान उठेर गर्ने स्नान, सन्ध्यावन्दन जस्ता सामान्य कर्म पनि छोडे। अनि उनी फस्से, नराम्रोसँग फस्से, जुवाको लतमा, परस्त्री गमनमा, मदिरापान र मासु सेवनमा। उनको पाप यतिमै रोकिएन, उनले त तीर्थयात्रामा हिँडेका मानिसहरूलाई लुट्न थाले र ब्रह्महत्या जस्तो महापाप गर्न पनि पछि परेनन्। भन्नुपर्दा उनको जीवन पापको दलदलमा पुरै डुबिसकेको थियो। यो भनाइले उनको पतनको खास कारणलाई ठ्याक्कै देखाउँछ। जब कुनै मान्छेले आफ्नो कर्तव्य बिर्सिन्छ र खराब साथीभाइको सङ्गतमा पर्छ, उसको विनाश हुन कुनै बेर लाग्दैन। देवराजको जीवन हो यसैको एउटा दुःखद तर निकै शक्तिशाली उदाहरण हो। तर भनिन्छ नि, भाग्यको खेल कस्तो अचम्मको हुन्छ। आफ्नो त्यही पापले भरिएको जीवनको बीचमा देवराज अचानक बिरामी परे। अनि यही एउटा संयोगले उनलाई प्रतिष्ठान भन्ने एक पवित्र ठाउँमा पुर्यायो, जहाँ उनले नसोचेको एउटा अवसर पायो। एउटा यस्तो अवसर जसले उनको जीवनलाई नै बदल्न सक्थ्यो। उनलाई कडा ज्वरोले समात्यो। शरीर यति कमजोर भयो कि उनी एक पाइला पनि हिँड्न नसक्ने भए। त्यही कमजोर र असहाय अवस्थामा उनले एउटा शिव मन्दिरमा शरण लिन पुगे। सोच्नुस् त, जुन ठाउँमा उनी होस हवासमा सायद कहिल्यै जाँदैनथे, उनको त्यही विवस्थाले उनलाई भगवानको दैलोमा पुर्यायो र सायद यही नै उनको मुक्तिको पहिलो पाइला बन्न पुग्यो। उनको मुक्तिको यात्राका चरणहरू हेरौँ न। पहिलो पाइला, मन्दिरमा आश्रय लिनु। त्यसपछि उनले त्यहाँ भइरहेको शिवपुराणको कथा सुने अनि त्यही ज्वरोको कारणले उनको मृत्यु भयो। तर कथा यहाँ सकिँदैन, बरु यहाँबाट झन रोचक हुन्छ। उनको आत्मा लिन यमदूतहरू आए, तर उनीहरूलाई रोक्न शिवदूतहरू पनि आइपुगे र अन्तमा उनको यात्रा नरकतिर होइन, शिवलोकतिर मोडियो। यी घटनाक्रमले उनको भाग्यलाई सधैँका लागि बदलिदियो। देवराजको मृत्युपछि त्यहाँ एउटा अनौठो दृश्य देखियो। दुई बिल्कुलै फरक शक्तिहरू आम्ने सामने भए। एकातिर हातमा पासो र डण्डा लिएका डरलाग्दा देखिने यमदूतहरू थिए, जसको काम पापी आत्मालाई नरक लैजानु थियो। अर्कोतिर हातमा त्रिशूल र शरीरमा भस्म लगाएका एकदमै तेजस्वी शिवदूतहरू थिए, जो देवराजको आत्मालाई बचाउन आएका थिए। यो दृश्यले पाप र पुण्यबीचको त्यो अनन्त द्वन्द्वलाई साक्षात् देखाइरहेको थियो। अब कथाले एउटा एकदमै नाटकीय मोड लिन्छ। देवराजको आत्मा कसले लैजाने भन्ने विषयमा यमदूत र शिवदूतहरू बीच ठूलो बहस चल्छ। यमदूतहरूले देवराजले जीवनभर गरेको पापको लामो सूची देखाउँछन् भने शिवदूतहरूले उनको मुक्तिको एउटै मात्र आधार प्रस्तुत गर्छन्। यमदूतहरूले एउटा एकदमै तर्कसङ्गत प्रश्न उठाए। उनीहरूले भने, यो देवराजले जीवनभर पाप बाहेक केही गरेन के अन्जानमा, त्यो पनि बिरामे भएर जम्मा 1 महिना कथा सुनेकै भरमा उसको सबै पाप पखालिन्छ त? यो प्रश्नले कर्मको नियम र भगवानको कृपा बीचको गहिरो सम्बन्धमाथि सोच्न बाध्य बनाउँछ, होइन त? तर शिवदूतहरूले दिएको जवाफले सबै तर्कलाई फिक्का बनाइदिन्छन्। उनीहरू भन्छन्, शिव पुराणको कथा सुन्नु कुनै सामान्य काम होइन। यो त आफैमा सबैभन्दा ठूलो धर्म हो। यसको महिमा यति विशाल छ कि यसले ठूलाभन्दा ठूला पापीलाई पनि शुद्ध बनाएर मोक्ष दिन सक्छ। र यो सबैको पछाडि थियो केवल एउटा अङ्क, 1 हो, जम्मा 1 महिना। देवराजले ज्वरोको पीडा सहँदै 1 महिनासम्म लगातार त्यो मन्दिरमा बसेर शिवकथा सुने। उनको यही एउटै काम, चाहे त्यो जानी जानी नभएर अन्जानमै किन नहोस्, उनको मुक्तिको एक मात्र र सबैभन्दा शक्तिशाली कारण बन्न पुग्यो। अन्तमा के भयो त? शिवभक्तिको महिमाको अगाडि यमदूतहरूको कुनै पनि तर्क टिक्न सकेन। उनीहरू हारे।
शिवदूतहरूले देवराजलाई यमदूतहरूको पासोबाट छुटाए र उनको अन्तिम गौरवशाली यात्राको तयारी सुरु गरे। अनि कथाको अन्त्य साँच्चै नै एकदमै भव्य छ। शिवदूतहरूले पापबाट मुक्त भएका देवराजलाई एउटा सुन्दर दिव्य विमानमा राखेर भगवान शिवको निवास कैलाश पर्वततर्फ लगे। सोच्नुस् त, एक पापी ब्राह्मणको यात्रा पापको गहिरो खाडलबाट सुरु भएर मुक्तिको सर्वोच्च शिखरमा पुगेर टुङ्गियो। त्यसो भए देवराजको यो अद्भुत कथाबाट हामीले के सिक्न सक्छौं? पहिलो कुरा, जस्तो सुकै पापी भए पनि यदि उसले शरणमा जाने बाटो भेटायो भने उसको मुक्ति सम्भव छ। दोस्रो, भगवानको नाम र उहाँको कथा सुन्नु जतिको ठूलो पुण्य अरू केही छैन। तेस्रो, पवित्र ठाउँ र समयले भक्तिको फललाई अझै बढाइदिन्छ। र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने ईश्वरको कृपा हाम्रो तर्क र कर्मको हिसाब किताबभन्दा धेरै माथि, धेरै पर छ। र अब अन्त्यमा एउटा प्रश्नमा सोचौं त, देवराजले त थाहै नपाई अन्जानमा भक्ति गरेर पनि मुक्ति पाए। यदि हामीले जानी पूरै श्रद्धा र विश्वासका साथ भक्ति गर्यौं भने त्यसको शक्ति त्यो कति असीमित होला? यही विचारसँगै आजको लागि बिदा माग्छु। नमस्कार।